ल यो चाहिँ ठ्याक्कै प्रहरी चौकी हैन। प्रहरी चौकी चाहिँ ध्वस्त भएको अवस्था छ। यो ठ्याक्कै सुनाचुरी ब्यारेककै अपोजिट ठ्याक्कै यो लोथर खोलाको साइडको भएको यो प्रहरी चौकी मकनपुर प्रहरी चौकी सुनाचुरीको यो चाहिँ है। यो चौकी चाहिँ आज आन्दोलनकारीले चाहिँ ध्वस्त गरेको अवस्था छ। यो यहाँ चाहिँ गाडी सबै जलेको अवस्था छ। यो सुनाचुरी ब्यारेक चाहिँ गाडी चलेको अवस्था चाहिँ एम्बुलेन्स ड्राइभरले गुड गर्दै गइरहेको छ। जुन यो जेनजेको चाहिँ जुन यो आन्दोलन छ, यो आन्दोलन चाहिँ एकदमै खतरापूर्ण भएको महसुस गरेको छु मैले चाहिँ। सबैजनाले हेर्नुहोस्, देशभरि व्यापक रूपमा चाहिँ यस्तै आन्दोलन भएको छ। भर्खरै चलेको अवस्था यो कार चाहिँ कहाँ यहीँ थियो कि हो? ओहो डेन्जर आगो बलेछ यार। बल्नै पर्छ खतरा बलेछ। ए साथी तपाईले चोट लाग्ला फेरि। पुरै पड्का मात्रै हो यो। पुरै पड्का हो यो। ओ तिहारको लागि हुन्छ हो 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 हो। उडा 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 ओ ताला 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 ताला। What? 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 Apa kayak कहाँ जान्ला गाडी यार यो? यो सबै पड्का हो। पड्का गुड गुड पड्का। बाटो छैन यो गाडी कहाँ जान्ला रहेछ? दुःख नपाओस् मेन कुरा त्यही हो। नेपाली जनता होइन र पनि दुःख नपाओस् जाओस्। त्यही त नि। ओहो गोली हाल्यो। गोली हाल्नु त पड्का रहेछ क्या पड्का। कोही छैन सबैले हाँस्यो फर्कियो त। कहाँ जान्ला कहिले? मोनेरी हान्ने रे अब। मोनेरी
खतरा पड्केछ यार बन्द भइसक्यो होला नि हानिदिइहाल्नु न पुलिसले नेताले रोक्दैन कहाँ रोकिन्छ